हेलो एन्ड नमस्ते एभ्रिवान। सो तपाईहरूले अहिले सोसल मिडियाहरूतिर यस्तो खालको भाइरल इमेजहरू त देखिरहनु भएको होला। यसलाई गिब्ली स्टाइल इमेज भन्छन्, गिब्ली एनिमेसनहरू भन्छन्। सो धेरै तपाईँको साथीहरूले सोसल मिडियाहरूतिर यस्तो इमेज बनाएर पोस्ट गरिरहनु भएको होला। सो यस्तो इमेजहरू चाहिँ कसरी बन्छ त, या कसरी बनाउने, एआईले यस्तो इमेजहरू कसरी कन्भर्ट गर्छ त। सो आजको भिडियोमा तपाईँले गिब्ली स्टाइल इमेजहरू बनाउन सिकाउनेछु। सो भिडियोलाई एन्डसम्म हेर्नु होला। च्यानल नयाँ हुन्छ भने अरू पनि यस्तै भिडियो हेर्नुको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर साइडमा रहेको नोटिफिकेसन बेल प्रेस गरेर अल नोटिफिकेसन अन गर्न चाहिँ नबिर्सनु होला। अल नोटिफिकेसन अन गर्नु भने हाम्रो भिडियोको नोटिफिकेसन सबभन्दा सुरुमा तपाईँहरूसँग आउनेछ। सो अब भिडियोमा अगाडि बढौँ। सो गिब्ली स्टाइल इमेजहरू बनाउनको लागि तपाईँले च्याट जिपिटीको युज गर्न सक्नुहुन्छ। च्याट जिपिटीले तपाईँले प्ले स्टोरमा गएर इन्स्टल गर्न सक्नुहुन्छ, या इन्स्टल गर्नुभएको छ भने तपाईँले अपडेट गर्न सक्नुहुन्छ। सो तपाईँले ब्राउजरबाट पनि गर्न सक्नुहुन्छ। ब्राउजरबाट च्याट जिपिटीलाई ओपन गर्नु होला। र यदि तपाईँले च्याट जिपिटीको बारेमा थाहा छैन, च्याट जिपिटी कसरी लगइन गर्ने, साइन अप गर्ने, कसरी चलाउने भनेर तपाईँलाई च्याट जिपिटीको बारेमा थाहा छैन भने मैले अगाडि नै एउटा भिडियो बनाइसकेको छु। त्यो भिडियोमा गएर तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँ मैले डिटेल भिडियो बनाएको छु। सो तपाईँहरू यस्तो खालको इन्टरफेसमा आउनुहुन्छ च्याट जिपिटीको। र यहाँनिर तपाईँले प्लसको आइकनमा क्लिक गरेर तपाईँको एउटा इमेजलाई यहाँनिर ल्याउनु पर्ने हुन्छ, जुनलाई तपाईँले कन्भर्ट गर्न चाहनुहुन्छ गिब्ली स्टाइलमा। सो यहाँनिर तपाईँले लेखिदिनु होला कन्भर्ट दिस इमेज टु स्टुडियो गिब्ली स्टाइल भनेर लेख्न सक्नुहुन्छ। त्यसपछि तपाईँले यो इमेजलाई अपलोड गरिदिनु होला। अपलोड गरेपछि उसले टाइम लिन्छ, 2 मिनट 2.5 मिनटसम्मको उसले टाइम लिन्छ। त्यसपछि तपाईँको इमेजलाई चाहिँ गिब्ली स्टाइलमा कन्भर्ट गर्छु। हाम्रो यस्तो खालको इमेज चाहिँ हेर्न सक्नुहुन्छ। र यसलाई चाहिँ यसले टाइम लिन्छ, टाइम धेरै लिन्छ, र यसले यस्तो खालको इमेजमा चाहिँ कन्भर्ट गरिदिन्छ गिब्ली स्टाइल इमेजहरूमा। सो यसलाई डाउनलोड गर्न पनि एकदमै सजिलो छ। यहाँनिर इमेजलाई ओपन गर्नु होला, र यहाँनिर माथिपट्टि तपाईँले यहाँनिर डाउनलोडको आइकन हेर्न सक्नुहुन्छ। यहाँ थिचेर तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ, र यसलाई तपाईँले ग्यालेरीमा गएर पनि हेर्न सक्नुहुन्छ। सो म आउटपुट पनि राखिदिन्छु, ओरिजिनल फोटो र गिब्ली स्टाइल फोटोको तपाईँले हेर्न सक्नुहुन्छ। सो यसरी नै तपाईँले गिब्ली स्टाइल इमेजहरूलाई कन्भर्ट गर्न सक्नुहुन्छ तपाईँको नर्मल इमेजबाट। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल एन्ड। गिब्ली स्टाइल इमेजलाई एनिमेसनमा कसरी कन्भर्ट गर्ने भनेर जान्न चाहनुहुन्छ भने तल कमेन्ट गर्नु होला, र तपाईँहरूको धेरैजनाको कमेन्ट आयो भने म त्यो भिडियो पनि ल्याउने छु। भिडियोलाई एन्डसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। भिडियो मन पऱ्यो भने भिडियो लाइक गरिदिनु होला। भिडियो इन्फर्मेटिभ थियो, भिडियोलाई अरूसँग पनि सेयर गरिदिनु होला यदि भिडियो इन्जोयबल लाग्यो भने। सो च्यानललाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर बेल आइकनलाई प्रेस गर्न पनि नबिर्सनु होला।